हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी यो एउटा मलमा आएको छौँ है। यो मल बिजी मल कमल पोखरीमा रहेको छ र हाम्रो साथीले बालेन चस्मा लगाएर चाहिँ आछन्। एकदमै हिरो देखिया छन्। अनमोल केसी फलप खान बेच छैन, त्यही भएर अनमोल केसीको चाहिँ करियर खतरामा छ है गाइजहरू, खतरामा छ। हो कि न साथी, भन त ल, हो कि न? हो भन न। ल है गाइस, टेक केयर। ल हामी अब चाहिँ यहाँबाट चाहिँ अब खाजा खानालाई चाहिँ जाँदैछौँ। यहाँ चाहिँ अलि महँगो हुन्छ जस्तो लागेर अलि सस्तोको तलासमा छौँ हामी। त्यही भएर अब झर्ने ठाउँ चाहिँ कता रह्यो? अब हामी चाहिँ ठ्याक्कै अब ग्राउन्ड फ्लोरमा जाँदैछौँ। आज हामी चाहिँ ठ्याक्कै खासमा यो के भन्छ त्यसलाई यार, मिजु फिल्म हेर्नु भनेर आएको। ठ्याक्कै आजभन्दा अब 8 दिन पछि रहेछ क्या। त्यही भएर अब हामी पछि हेर्ने कुरा गऱ्यौँ। अब हामी चाहिँ उतातिर सिभिल मलतिर चाहिँ हेर्ने मन गऱ्यौँ। सिभिल मलतिर म टिकट काट्छु, आउनु है। ल टक्क बिहानतिर बिहानतिर शनिबार, फेरि पक्कै त शनिबारै पर्छ होला। जेठ 8 गते कि शनिबार पर्छ कि शनिबार ठ्याक्कै बिहान आऊ। म अनलाइन टिकट काटेर रेडी हुन्छु म। आज शुक्रबार 1 गते है गाइजहरू, सबैले चाहिँ यसो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सेयर यताउता गरौँ। सपोर्ट गर्नु पर्छ सबैले। यहाँ फेरि तपाईँको यो बिग मलमा रहेन छ कि, फेरि डाउन जाने लिफ्ट रहेन छ। माथि जानु मिल्यो, तल झर्नु मिल्यो। त्यही भएर हामी चाहिँ भर्याङबाट आउँदैछौँ। यस्तै हल्का इन्जोय त गर्नुपर्छ नि। अब यसो भिडियो हेर्दा चाहिँ लाग्ला केटाहरू काठमाडौँ बसेर मोज गरिरहेछ जस्तो लाग्ला तपाईँहरूलाई। तर यो भनेको भिडियो मात्र सीमित छ। यो मुहारभित्रको, यो मुस्कानभित्रको दुःख दर्द तनाव टेन्सनहरू चाहिँ आफ्नै छ। अब तनाव छ भन्दैमा, टेन्सन छ भन्दैमा अब रोएर हिँड्नु पनि भएन होइन। 2 दिनको जिन्दगी हामीले बल्ल पाएको जिन्दगी हो। यसलाई चाहिँ थोरै समयमा कसरी इन्जोय गर्ने, कसरी मनलाई खुसी पार्ने, त्यतातिर हामीले लाग्नुपर्छ। त्यही भएर छ नि यो मनमा पीडाहरू त छ नि। अब पीडाहरू व्यक्त गरेर बसेर झन् यहाँ पीडा थप्नुभन्दा हल्का मुहारमा मुस्कान लिएर केही समयको लागि भयो भने दिललाई चाहिँ मलमको, दुखाइको मलम होइन, पेन किलरको काम चाहिँ गर्दछ गाइज यो मेरो भ्लगले। हाम्रो यहाँ साथी रहेका छन्। हामी सबै बङ्गालीहरू हौँ। हामी चाहिँ बङ्गालीहरूले चाहिँ पुरै फाटिदिन्छ कि फेरि चाहियो भने आगो लगाइदिन्छ, आगो। अनमोल केसी र दयाङ राईको करियर चाहिँ अब उसमा छ, खतरामा छ है गाई, खतरामा छ। अनमोल केसी र दयाङ राईको चाहिँ तपाईँको करियर खतरामा छ है गाईहरू। यसरी बुझौँ हामीले। ल गाईहरू, हामी चाहिँ ठ्याक्कै भन्नुपर्दा यो सिटी सेन्टर मलको ठ्याक्कै बाहिर छौँ। अब चाहिँ हामी यसो खाजा खानको लागि अर्को सानो सस्तो क्याफेमा जाँदैछौँ। यहाँ अलिक महँगो भयो क्या, टु मच। पैसा छैन। पैसा भए पो अब गर्नु त है।